बगैँचा हो र यो बगैँचामा चाहिँ हाम्रो यो निम्बु चाहिँ फलेको छ। यसको चाहिँ क्राफ्टिङ गर्नुभएको छ बुवाले। त्यो चाहिँ हामी यहाँहरूलाई देखाउन चाहन्छौँ। बुवा के गर्दै हुनुहुन्छ नि? यो कागतीको ग्राफ्टिङ गर्दैछु। कसरी हो यो गर्ने? यो हेर्नु न, यो तिम्रो सामने छ, यसरी बान्यो। यो रुखमा यहाँ देखाइराखेको छ, यी सब यसरी बनाउने हो। यसरी बाँध्ने? कोकोपिटमा बान्यो, त्यसमा फेरि जडा फोड्छ, जडा फोडेपछि यो काट्यो। हजुर, यसरी काटेको जडा देखिएका छन्। यो जडा चाहिँ भित्र छ? यो पोलिथिनभित्र जडा छन् नि। अब लगाउने बेला यसलाई काटेर पोलिथिन निकालेर फेरि लगाउने। हजुर, यसमा फल आइसक्यो त? फल पनि आएको छ, कसैमा फल आएको छ, फुल लागेको छ। फलवालो कहाँ छ? अब यी फल पनि देखिएको छ। यो फल पनि आइसक्यो है यसैमा। अनि यो गर्नुको कारण चाहिँ के हो? यसरी बनाउनु 12 महिना फल्ने कागती हो। 12 महिना फल्ने कागती फल्दै रहन्छ, फुल्दै रहन्छ। हजुर, हेर्नु नि, यो रुखमा ठुलो दाना छन्, पहिले फलेको, यी साना छन्। हजुर, अरू माथि अरू साना छन्। हजुर, त्यो कहीँ फुल लागेका छन्। अनि अब यो कागतीहरू के गर्नुहुन्छ? अब यसलाई बोर्ड बनाएर बिक्री गर्ने। यो कसरी सिक्नु भयो नि बुवा? यो मैले युट्युबबाट सिकेँ हो। हजुर, युट्युबमा देखाउँछ, त्यही हेरेर बनाए हो। ए, यो कसैले लिन चाह्यो भनेपछि कसरी सम्पर्क गर्नु पर्यो? कहाँ आउनु पर्यो? बागवानी गल्ली नम्बर 2 सृजनशील टोल। सृजनशील टोल, गोदावरी होटल म्यानेजमेन्टको नजिक हैन? कसरी खोल्नुहुन्छ खै? नाउ प्रेम सिंह खत्री। हजुर, यो घर यही हो। हजुर, यहाँ यो खै खोलेर देखाउनु त कसरी? यसमा यो जडा फुटेका छन्। हजुर, यसलाई हामीले पोलिथिन यसरी निकाल्ने हो। हजुर, यो अब यो लगाउने बित्तिकै फलिहाल्छ है? बस अहिले साल लगायो, अग्ला साल फलिहाल्छ। हजुर, हेर्नु यति रुख निक्लिएको छ। हजुर, अब यसलाई केमा लगाउने? यसलाई यो डब्बामा लगाउने हो। यसरी डब्बामा यसमा लगाउने। बालुवा हो यो? बालुवा र कोकोपिट मिक्स गरेर। कोकोपिट भनेको? कोकोपिट भनेको नारियलको बुरादा हुन्छ, त्यसलाई बालुवामा मिसाएर फेरि बनायो। ल, कसैलाई यहाँहरूलाई यदि चाहिन्छ यो निम्बु कागती भने हामीलाई सम्पर्क गर्नुहोला। फोन नम्बर आफ्नैले हाल्थ्यो तपाईँ? फोन नम्बर हामी डिस्क्रिप्सनमा लेखिदिनेछौँ। दिपुको नम्बर हाल्दै। यो भनेको हाम्रो बागवानी 18 भीमदत्त नगरपालिका सृजनशील मार्ग 2 गोदावरी होटल म्यानेजमेन्ट नजिक छ। अर्को पनि चाहिएछ भने अर्को सम्पर्क गर्नुहोला, आउनुहोला। धन्यवाद।